उता केही दिन अघि मात्र रिलिज भएको दुई चलचित्र कुमारी र रमिताको पिरती पनि यति बेला देशभर चलिरहेको छ। दुवै चलचित्रहरू लभ स्टोरी जन्राका हुन् र यी दुवै चलचित्रहरूले ठिकठाक राम्रै प्रतिक्रियाहरू पनि पाइरहेका छन् र यी दुई चलचित्रहरूमध्ये कुमारी भने कमाईको मामिलामा अलि अगाडि देखिएको छ। जुन चलचित्रमा नयाँ नै कलाकारहरू भए पनि उक्त चलचित्रका डिरेक्टर भने एकदमै पुराना हुन्, जसले लभ स्टोरी चलचित्रमा दुई नयाँ अनुहारलाई ल्याएका छन् र दर्शकहरूलाई एकदमै नयाँ टेस्ट दिएका छन् र चलचित्रको स्टोरीमा पनि केही नयाँपन देखाउने कोसिस गरेका छन् र यी दुई नयाँ कलाकारले एकदमै उत्कृष्ट कामहरू पनि गरेका छन्, जसको प्रशंसा यति बेला फिल्म हेर्ने हर कोही दर्शकहरूले गरिरहेका छन्। उता रमिताको पिरती पनि एउटा राम्रो चलचित्र भने पक्कै हो, तर यो चलचित्र हेर्ने दर्शकहरू नेपालमा कमै छन्। यो चलचित्रले विशेष गरी टिनेज अवस्थाका युवा युवतीहरूलाई फोकस गर्छ, तर यो उमेर समूहका युवा युवतीहरू भने हाल नेपालमा कमै मात्र छन्, जसले गर्दा पनि यो चलचित्रलाई दर्शकहरूको खडेरी लागेकै हो। अब यी दुई चलचित्रहरूले अहिलेसम्म कति व्यापार गरे भन्ने कुराहरूको रेकर्ड अहिलेसम्म आएको छैन, तर अबको केही दिनमा भने यसको पनि रिपोर्ट पक्का आउनेछ।